complete explanation of decimal in 20 minutes. आज हामी 20 मिनेटमा सब टपिक डेसिमलको बारेमा भन्ने बित्तिकै जस्तै अस्ति हामी पढेको थियो फ्र्याक्सन भन्ने बित्तिकै हामीलाई के याद आउँछ 1/2 डेस आज हाम्रो टपिक छ डेसिमल। डेसिमल भन्ने बित्तिकै हाम्रो मनमा के आउँछ डेसिमल भन्ने बित्तिकै यो पोइन्ट आउँछ के आउँछ यो पोइन्टलाई हामी कसरी डिफाइन गर्ने हाउ यो पोइन्ट किन लाग्छ यो पोइन्ट किन हामी जब ध्यान दिने मेरो कन्सेप्ट बुझ्ने यो पोइन्ट डेसिमल हामी किन पढिरहेछौँ यो डेसिमलको काम किन पर्यो डेसिमलको जति 4 छ हाम्रो नम्बर 4 को पछाडि हामीले डेसिमल किन हाल्नु पर्यो हाल्नुपर्छ जस्तै तिमीले ध्यान दिने मेरो कुरा ध्यान देऊ एउटा केक थियो तिमीले आधा खाइदियो अब यसलाई आधा हामी के भन्नु 1 भन्न पायो 1 भन्न पाउँछौ हैन 1/2 भन्छ फ्र्याक्सनमा यहीलाई पोइन्टमा भन्दा 0.5 जब कुनै नम्बर फ्र्याक्सनमा आउँछ त्यतिबेला हामीले फ्र्याक्सन वाला नम्बरलाई केमा लेख्न सक्छौं पोइन्टमा लेख्न पाउँछौं दैट्स व्हाई आज हामी डेसिमल कता युज गर्छौं जुन नम्बर फ्र्याक्सनमा हुन्छ होल नम्बरमा हुँदैन होल नम्बर भनेको के हो होल नम्बर भनेको के हो 0 देखि स्टार्ट भएको चाहिँ सल नम्बर हामी के भन्छौं होल नम्बर डेसिमल भनेको के हो डेसिमल is a way of writing number which is not whole number मतलब ध्यान दो जुन नम्बर होल नम्बर छैन जस्तै बिना 1 2 3 4 यो कुन नम्बर भयो नेचुरल नम्बर होल नम्बर पनि भन्न पाइयो छ न all natural number are whole number yes or no yes 1 2 3 4 यो सब नेचुरल नम्बर किन भन्छ नेचुरल त यो स्टार्टिङ भयो यसलाई हामी चेन्ज गर्न मिल्दैन नेचुरल नम्बरको साउन्ड फर एक्जाम्पल ध्यान दिनु अब यो स्टार्टिङ नम्बरलाई काउन्टिङ नम्बर हामी नेचुरल नम्बर भन्छौं है ओके ध्यान दिने म के भन्दै छु यो नम्बर लगाएर हामीले पोइन्ट लगाउन मिल्दैन पछाडी पोइन्ट लगाउन मिल्दैन सर किन मिल्दैन डेसिमल भनेको अब 4 छ 4 को 4 भनेको कति हो 4 भनेको 4 हो अब पोइन्ट दिएर के गर्ने होला केही नगर्नु जुन कुरा काम दिन्छ किन दिने पोइन्ट हामीले त पोइन्ट कहाँ युज गर्ने त्यो सोध्न सोध्ने सर पोइन्ट कहाँ युज गर्ने है जस्तै तिमीले 4 वटा स्याउ खायो जब तिमीसँग 5 वटा स्याउ थियो 5 एप्पल थियो ध्यान दिने र तिमीले 4 टा एप्पल खाइदियो र एउटा एप्पल आधा गरेर आधा भाइको लागि छोड्यो आधा आफ्नो लागि भाइको लागि छोड्दै छ आधा खाइदियो अब तिमीले कतिवटा एप्पल खायो भन्दाखेरि तिमी के भन्छ म 4 वटा एप्पल खाए 4.5 वटा भन्छ कतिवटा 4.5 भन्छु कि भन्दैनौ के पर्ने 4 होल नम्बर 4 होल भयो त्यसलाई पोइन्ट डेसिमल भन्छ 5/10 भन्छ के भन्छ 5 भनेको 10 भागमा 5 भाग खायो कति 10 भागमा कति भाग खाएको 5 फ्र्याक्सन वाला के भइदियो 5/10 5 के भयो 10 भयो ध्यान दिनु त्यो कसरी भयो 10 मैले सिकाउँछु पहिला टपिकमा हो जे छ इन्ट्रोडक्सनमा के छ डेसिमल भनेको के हो जुन होल नम्बरलाई हामी के गर्छौं यतिकै लेख्छौं होल नम्बरमा के हुन्छ डेसिमलको काम हुँदैन जुन नम्बर होल नम्बर छैन फ्र्याक्सनमा 4.5 वटा एप्पल खायो दुईटा क्वेशन सल्भ गर्न दिथे आधा क्वेशन तिमीले जस्तै यति भात पुरै खाऊ भनेर भनेको त्यतिमा भात पुरै खाऊ तिमीले आधा मात्र खायो त्यतिबेला हामीले फ्र्याक्सनमा पोइन्ट लेख्न पाउँछौं र डेसिमलमा पोइन्ट लेख्न पाउँछौं डेसिमल इज अ वे अफ राइटिङ नम्बर व्हिच इज नट होल नम्बर जुन नम्बर होल नम्बर छैन त्यो नम्बरलाई हामी डेसिमल युज गरेर लेख्न सक्छौं Have you understood? Yes, sir. स्केलमा हेर के छ 15 सेन्टिमिटरको स्केल छ भने 1 2 3 4 15 वटा ध्यान दिने कतिवटा छ यो बीचमा 10 mm को कति mm छ 10 अझै 1 cm 2 cm 3 cm 4 cm 5 ध्यान दिनु 6 7 8
ओके 9 10 मात्र 10 को छ। अब फर इक्जाम्पल एउटा मैले लाइन बनाए यहाँसम्म बनाएर यो लाइन हामीले कति भने न 4 मा छ न 5 मा छ, न 4 मा छ न 5 मा छ, बिचमा छ। त्यसलाई हामी के भन्ने हो त हामीले पढेछौँ 4 होल नम्बर छ 5 होल नम्बर छ, त यो बिचको नम्बर हामी के भन्ने 4.5 3.5। त्यतिबेला हामी नम्बर लाइनमा पनि यो कुरा युज गर्छौँ। कसैलाई के गाह्रो अब बुझ्यो डेसिमल भनेको पोइन्ट हो जसले कुन नम्बरलाई लेख्न काम लाग्छ which is not whole number। जुन नम्बर होल नम्बर हुँदैन त्यो नम्बर लेख्नलाई हामीलाई डेसिमल काम लाग्छ, डेसिमल युज गर्छौँ है। होल नम्बर हामी डेसिमल युज गर्छौँ, होल नम्बर हामी डेसिमल युज गर्छौँ, डेसिमलको काम जुन नम्बर होल नम्बरमा छैन पार्टमा छ त्यतिबेला हामी डेसिमल युज गर्छौँ। जस्तै कुनै पसलमा जान्छौँ सामान किन्नलाई है 2.5 केजी दिनु न, 2.5 केजी 4 केजी दिनु न, 5 केजी 5.5 केजी दिनु न। 4 केजी भनेपछि हामीले पोइन्ट किन दिनु पर्यो र फर इक्जाम्पल हामी 4.5 केजी दिनुस् 4.5 पनि भन्न पाउँछौँ और 4 होल फ्र्याक्सनमा 4 होल 1/2 पनि भन्न पाउँछौँ। यसो न 4 केजी र आधा केजी 4 होल र 1 केजीबाट आधा केजी बडा बुझ्दैछ मेरो? यो फ्र्याक्सनमा भयो डेसिमलमा कुरा बराबर भयो है। ओके हामी के कुरा सिक्यौ भर्खरैले कि डेसिमल भनेको के हो, डेसिमल भनेको के हो नम्बरलाई कुन नम्बरलाई लेख्ने तरिका हो जुन नम्बर होल नम्बर छैन त्यो नम्बरलाई हामी कसरी लेख्ने त्यो डेसिमल हामी लेख्दैछौँ हामी डेसिमल पढ्दै कुरा बुझिरहेछ। यस कसैलाई के गाह्रो ओके है। र कन्भर्जन बिट्विन फ्र्याक्सन एन्ड डेसिमल ध्यान दिऊ। अघि एउटा एप्पल छ आधी खाइ त्यसलाई फ्र्याक्सन हामीले के पढ्यो दुईटा पार्ट छ भने 2 लेख्ने र एउटा पार्ट खाइदियो 1/2 यो केमा भयो फ्र्याक्सनमा। अब फ्र्याक्सनमा भयो यसलाई चाहिँ डेसिमलमा कन्भर्ट गर्नु केमा। अब ध्यान दिने तलको नम्बरले फ्र्याक्सनमा तलको नम्बर 2 ले डिनोमिनेटरलाई डिभाइड गर्नु 2 ले 1 लाई डिभाइड गर्नु ध्यान दिनु सबैजना। अब हेर 2 ले 1 लाई डिभाइड गर्छ तर 0 लगाउँछ 0 लाई हेर 2 0 जा घटाउँदा कति आयो 1 नै आयो। अब हामीले 0 पछि यहाँ हामीले पोइन्ट राख्छौँ के राख्छौँ र पोइन्ट राखेपछि हामीले एउटा 0 यहाँ राख्न पाउँदैछौँ है। अब 2 लाई पढाउनु पर्छ के आयो 1/2 = 0.5। यो के भयो केबाट के कन्भर्ट गरेको हामीले के गर्नुपर्छ रुल के भयो डिभाइड गर्नुपर्छ। के गर्नुपर्छ फ्र्याक्सनलाई डेसिमल नम्बरलाई के गर्नुपर्छ है कुन नम्बरले डिभाइड गर्नुपर्छ तलको नम्बरलाई के भन्छ डिनोमिनेटर भनेको के हो टोटल पार्टलाई डिनोमिनेटर। भेरी गुड डिनोमिनेटर भनेको के हो भेरी गुड है। तिमीहरूलाई थाहा रहेछ खुसी लाग्दैछ पढेको कुराहरू तिमीहरू रिप्लाई चाहिँ पढाउन पनि मलाई खुसी लाग्छ। गुड। अब हेर हामी डेसिमललाई ध्यान दिऊ डेसिमललाई फ्र्याक्सनमा कसरी बदलिने ध्यान दिनु सबैजना। लुक अन द बोर्ड डेसिमललाई फ्र्याक्सनमा हामी कसरी कन्भर्ट गर्ने डेसिमल भनेको के हो 0.5 डेसिमल भयो। लुक अन द बोर्ड what you are again conversion between fraction and decimal। ओके हामीले फ्र्याक्सन जस्तै 4/5 थियो यसलाई भन्ने के मलाई डेसिमल। अब हेर 5 लिएर 4 लाई डिभाइड गरेर डिभाइड हुन्छ 0 ले ट्राई गरेर कति हुन्छ 0 4 आयो। अब हामीले के राख्छौँ यहाँ पोइन्ट टेबल के राख्न पाउँछौँ 5 भन्दा पर कति आयो 0.8। हामीले डिभाइड ड्रपमा गर्छौँ र डाइरेक्ट हामीले आन्सर यहाँ लेख्छौँ। पुरा बुझ्यो छ मेरो ए यसो यो डिभाइड ड्रपमा गर्छु यसरी गर्ने र आन्सर हामीले 4/5 = 0.8। ओके यसो ओके ध्यान दियो। अब हामीले 0.5 से 0.8 छ यो ध्यान दिनु राम्रोसँग यो केमा दिए छ केमा कन्भर्ट गर्दैछौ यसमा डिभाइड गर्नुपर्छ र के गर्नुपर्छ के गर्नुपर्छ राइट हेर है एकछिनको लागि पोइन्ट लाई बिट्छ। अब कति भयो 0.5 कति भयो 0.5 भनेको कति हो 0.5 भनेको कति हो 5 लेख्ने ध्यान दिनु सबैजना। पोइन्ट छ हामी केमा लेख्दै छौ फ्र्याक्सनमा डिभाइड बाइ को साथ हामीलाई
दिनै पर्छ 5 दियो पोइन्टलाई बिर्सेछौ अब हेर पोइन्टको ठाउँमा हामीले पोइन्ट जहाँ दियो पोइन्टको ठाउँमा हामीले 1 राख्ने के राख्ने 1 पोइन्ट पछि कतिवटा नम्बर छ एउटा 0 हाल्ने यो फ्र्याक्सन फर्ममा आयो फ्र्याक्सनमा आएपछि हामी स्मलेस्ट फर्ममा लोएस्ट फर्ममा लाने हेर दुवै नम्बर कुन नम्बरले डिभाइड गरेछ 0.8 छ यसलाई पनि हामी कन्भर्ट गरेर के लेख्ने किनलाई पोइन्टलाई बिर्स्यो कति भयो अब 8 अब केमा लेख्दैछौ 11 लेखेर पोइन्टको ठाउँमा 1 अब कतिवटा नम्बर छ दुईटा नम्बर छ भने एउटा 0 हाल्ने अब दुवै नम्बर किन डिभाइड गरेछ 2.8 यहाँ पर यो फ्र्याक्सनमा दिएको डेसिमलमा लाँदाखेरि 0.8 आयो 8 आयो 0.8 डेसिमलमा चाहिँ यसलाई फ्र्याक्सनमा लाँदाखेरि 4 भएको सिम्पल जो कुरा मैले मलाई लाग्छ विश्वास छ कि पहिला क्याल्कुलेटरमा पनि पढाइदिन्छु क्याल्कुलेटरलाई नयाँ छ है केही छैन बुझ्यो भने क्वेसन गर्ने बाबु है आर अन्डरस्ट्यान्डिङ अर नट बुझ्दैछौ ओके गुड हेर अब अर्को टपिक छ हाम्रो जति ध्यान दियो है 10.5 लाग्यो यो केमा छ ध्यान दियो सबै यो केमा छ डेसिमलमा छ योलाई फ्र्याक्सनमा कन्भर्ट गर्नको लागि हामीले के गर्नुपर्छ ध्यान दिने एकछिनको लागि पोइन्टलाई बिर्सियो के भयो 1 छ 1 लेख्नु 1 0 5 2 पोइन्टको ठाउँमा 1 र कतिवटा नम्बर छ 2 र अब लोएस्ट क्रममा लाने है लोएस्ट भनेको डिभाइड गर्दै यसलाई सानो बनाउने दुवैको लास्टमा इभेन नम्बर छ दुवै नम्बर 2 ले त अवश्य डिभाइड हुन्छ 4 ले पनि चाहिँ लास्ट नम्बर जस्तो लास्टमा दुईटा 0 हुन्छ त्यसमा 4 ले डिभाइड हुन्छ अब योमा 4 ले डिभाइड नगरेर तीनटा लास्टको दुईटा नम्बरमा 4 ले डिभाइड भयो भने दुवै नम्बरमा डिभाइड हुन्छ रुल पनि हामीले पढेको छ टेस्ट अफ डिभिजिबिलिटी भनेर कुन नम्बरले कुन नम्बरलाई डिभाइड गर्छ 2 ले कस्तो नम्बरलाई डिभाइड गर्छ 3 ले कस्तो नम्बरलाई डिभाइड गर्छ त्यो कुरा हामीले पढेछौँ मलाई थाहा छ विश्वास छ तिम्रो बिर्सियो याद छ हामीले कस्तो नम्बरलाई डिभाइड गर्छ 9 ले कस्तो नम्बरलाई डिभाइड गर्छ गुड भेरी गुड हो 9 ले कस्तो नम्बरलाई डिभाइड हो त्यसले हामीले चेक गर्छौँ अनि काट्ने आएन भने सिम्पल 2 ले काट्दै जाने त्यसले काट्ने 2 ले 250 जा भन्ने 2 ले कुनै नम्बरलाई डिभाइड गर्दा नम्बर आधा भइदिन्छ अब यहाँ हेर 2 ले डिभाइड 10 बाट कति हुन्छ 5 बाट 1 कम गर्दा 4 बाट कति हुन्छ अनि यहाँ एक कम गर्दा के भ्यालु हुँदै गयो फेरि लास्टमा 6 र 0 जने फेरि 2 ले डिभाइड हुन्छ फेरि 50 बाट कति हुन्छ 5 बाट कति हुन्छ 4 को 5 छोड 1 कम हो किनकि यो एक अड नम्बर त डिभाइड हुन 4 बनाउने 4 बाट कति हुन्छ 2 4 बाट कति हुन्छ 2 हो यो कति भयो 12 बाट कति हुन्छ 6 र 3 डिभाइड राख्ने कति छ 2 जा 4 यो के आयो 1 यो के आयो हामीले यहाँ पनि के सोच्ने यो रिमाइन्डर वाला 52 छ ध्यान दिनु हामी 2 ले डिभाइड गर्छौँ भने 2 जा रिमाइन्डर कति आउँछ 1 यो 1 कता आउँछ यो यसलाई जाखेरि सुधेर क्वेसन यो लगाएर त सुधिहाल्यो प्रविले छ हैन यस्तोमा के गर्नुपर्छ ध्यान दिनुस् हैन जस्तै 3 7 यसको ओके यसको हामीलाई हाफ गर्नु के गर्नु छ हाफ यसको हाफ गर्नु छ भने हामी कसरी आधा गर्ने हेर 3 को पहिला आधा त हुँदैन 3 भन्दा 1 कम गर्दिने कति भयो 2 को आधा कति हुन्छ 1 को आधा कति हुन्छ 1 यहाँ 3 थियो हामीले 2 को मात्र आधा 1 त बाँकी छ 1 आधा राख्दिने अब 70 को फेरि आधा हुँदैन 70 मा 1 कम गर्ने कति भयो 16 मा कति हुन्छ अब हेर यहाँ पनि 1 हामीले कम गर्यो यहाँ कति भयो 12 12 मा कति भयो यसले हामीले डिभाइड गर्न सक्छौं है कुनै नम्बर चाहिँ 5 8 6 लाई 4 ले डिभाइड गर्नु ध्यान दिनु हामीले डिभाइड प्रोसेस गर्ने फ्र्याक्सन भन्दा बाहिरको कुरा छ ध्यान दिउ त्यो पनि हामी कसरी डिभाइड गर्ने डाइरेक्ट हामीले सिग्नल नलेखिकन कसरी डिभाइड गर्ने 5 8 6 यो नलेखिनेलाई हामी कसरी डिभाइड गर्ने 4 भन्दा पढ्ने 4 भन्दा रिमाइन्डर 1 भन्दा
4 जा 60 रिमाइन्डर 2 4 6 जा 20 4 6 जा रिमाइन्डर 2 यहाँ तक यहाँ में 0 आ गया होगा। अब कति आया यहाँ 4 5 जा 20 यसले हामी पनि डिभाइड गर्छौँ सर्टकट तरिका कि टाइम हामी सेभ हुन्छ। पुरा बुझ्यो त यो प्रोसेस बुझेन जुनसुकै नम्बर आओस् है 6 7 8 9 डिभाइड बाइ 3 छ लाया ए डिभाइड बाइ 12 छ ए 12 5 जा 60 रिमाइन्डर 78 मान्ने मन मरेर 12 6 कति भयो 72 12 6 जा 72 रिमाइन्डर 6 कति आयो 69 12 5 जा 60 फेरि गएर 12 5 जा 60 रिमाइन्डर 9 अब यहाँ के राख्दाखेरि कति आउँछ 0 90 मा पर्छ 12 गर्दैन गर्छ 6 साल गर्छ 12 जा 96 त्यसै हामीले डिभाइड पनि यहाँबाट पनि सर्ट आउट तरिकामा गर्न पाउँछौँ। त्यो हाम्रो के हुन्छ टाइम के हुन्छ कन्ज्युम हुन्छ। ए मोबाइल राख भित्र भिडियो बनाउँदैछौ मेरो कुरा बुझिरहेछौ बुझिरहेछौ ओके ध्यान दियो। अब हामी के को बारेमा पढ्दैछौ कम्पेयरिङ अर्डरिङ डेसिमल। कम्पेयरिङ भनेको हामी तुलना गर्ने जस्तै अब 0.567 छ पहिला यसलाई पढ्ने बेलामा वर्डमा कसरी पढ्ने त्यो पनि हामीले सिकिहाल्यौँ। वर्ड भनेको स्पेलिङमा जस्तै त्यसलाई हामी 0.567 यसरी हामी पढ्छौँ जुनसुकै नम्बर हो 0.567 है जस्तै 1.235 के पढ्छौ 1.235 तिमीहरु के भन्दैछौ सर 1.235 मेरो जिपी आएको छ के भन्छौ सर मेरो जिपी 3.869 आएछ के आएछ भनेर पछाडि तिमीहरु नम्बर पढ्नु 886 आएछ भन्छ के भन्छौ 86 हामीले यो वर्डमा पढ्नु भने 2 3 5 पुरा बुझ्यौ। अब ध्यान दियो जस्तै 1.2 छ हामीलाई के बुझ्नु पर्यो ध्यान दिने यो 1 होल छ एउटा पुरा छ र 2 10 छ के छ 2 10 भनेको के हो ध्यान दिनु डेसिमल पछिको पोजिसन जस्तै 5 6 7 8 छ 5 को प्लेस भ्यालु के हो सोध्नु ध्यान दिने एनीवन क्यान आन्सर मी 5 को प्लेस भ्यालु के हो 10 5 भने हामी 10th भन्छौ के भन्छौ 10th भनेको के हो 5/10 के हो 5/10 6 भनेको के हो 600 यसलाई हामी पर्छ 10th पोजिसनमा छ 100th पोजिसनमा छ 1000th पोजिसनमा छ 1000 है यो केमा छ 100,000 यसै हामी पढ्छौँ 10,000 है नेपाली सिस्टममा छ लाख 10 लाख भनेर हामी पढ्छौँ र बिरेछ ध्यान दिनु जस्तै 1 2 3 4.1234 इन्ट्रेस्टिङ कुरा हो यो 4 को प्लेस भ्यालु के हो 0 भन्छ यो 4 को प्लेस भ्यालु के हो 1000 बात गर्दा यहाँ वन्स के हुन्छ वन्स टेन्स 100 के भयो वन्स तर डेसिमल पछिको हेर ध्यान दिउ इम्पोर्टेन्ट कुरा डेसिमल पछिको नम्बरको प्लेस भ्यालु कस्तो हुन्छ यसलाई हामी पढ्छौँ 10 वन्स देखि स्टार्ट गर्ने 10 यसलाई डेसिमल छ 1 यो कति भयो